यहाँ चाहिँ हाम्रो ड्र्यागन फ्रुट छ, जम्मा 7वटा हो। अब कुन कुन चाहिँ पाएको छ छैन हेरेर सबै टिप्ने क्या। बाँदर आउँछ, बाँदरको लागि अलिकति यसो आँखा छल्नको लागि हरियो लगाइदिएको जाली। अनि त्यस पछाडि यहाँनिर यो दोस्रो लटको लागिरहेछ है। यो चाहिँ त सेतै खालको दुईवटा हेरौँ। यो चाहिँ ओइलाउँछ क्या यिनीहरू चाहिँ दुईवटा चाहिँ खेर गएछ हेर्दै सँगैको हो। यो चाहिँ 4वटा छ, यहाँ 4वटा। ड्र्यागन फ्रुटको हार्भेस्टिङ गर्दैछु है। यो ड्र्यागन फ्रुट्स चाहिँ अब कस्तो भने हामीलाई यो रोप्नुको लागि चाहिँ भुइँ नै अब जमिनै हुनुपर्छ भन्ने पनि छैन होइन। यसरी गमलाहरूतिर, ठुल्ठुलो भाँडोहरूतिर, बाल्टिनहरूतिर जेमा पनि रोपेर यसरी कौसीतिर है, छतहरूतिर राख्न सक्छौँ। अनि यो चाहिँ अब यो गर्मी महिनामा असोजसम्म फलिबस्छ है। असोजसम्म फल्छ, 3 छिमलसम्म फल्छ। मेरो फेरि मसिनो बर्ड्स पनि लागेको छ, प्लस अर्को सेकेन्ड लटको चाहिँ हरियो हरियो निकै ठुल्ठुलो पनि भइरहेछ। त्यो चाहिँ 1 महिनामा हुन्छ होला। अनि मसिनो बर्ड्सहरू लागिरहेछ। यसरी रोपेपछि किन्न परेन होइन, खान पायो ड्र्यागन फ्रुट्स, सिजनको फलफुल। अनि म चाहिँ यसरी टिपिरहेको छु। अनि यसलाई चाहिँ त्यति धेरै हेरचाह पनि चाहिँदैन है यो ड्र्यागन फ्रुटलाई। यो चाहिँ एउटा सकलेन्ट नै हो है। पानी चाहिँ अब जम्नु हुँदैन। जुन बोल बाल्टिनहरूमा हामीले जेमा रोप्छौँ नि, मैले चाहिँ यो पानीको जार फुटेको हुन्छ नि त्यसमा रोपेको छु। हामीले चाहिँ अलिक ठुलोमा लाउने हो भने त्यो माछा हाल्ने कन्टेनर हुन्छ नि, पटपटे हो, त्यसमा पनि लगाउँदा हुन्छ है। पानी जम्छ भनेर हेर्ने हो, नभए सालमा 2 चोटि चाहिँ अलिअलि यसलाई मल दिँदाखेरि पुग्छ क्या। अब जस्तै गर्मी ठाउँतिर, तराईतिर त यो 25सम्म फल्नु पनि सक्छ होला, फल्छ होला। काठमाडौँ त अब असोजदेखि निकै चिसो आइहाल्छ नि, अनि फल्दैन। जाडो महिना अझ यो डोमेसी पिरियडमा जान्छ। अनि फेरि यो चाहिँ अब चैत वैशाख लागेदेखि चाहिँ अब फुल्न थाल्छ होइन। गर्मी ठाउँमा त त्यतिखेर फल्छ पनि होला तराईतिर चाहिँ। अनि यो नेटको जाली चाहिँ त्यतिकै बाँदरलाई झुक्क्याउन लगाएको नि। बाँदर चाहिँ बेला बेला आएर सबै निकालिदिन्छ क्या, उखालेर खाइदिन्छ, टोकेर फालिदिन्छ है। हुन त बाँदरलाई केले छेक्ने र पनि यसो मनको सन्तोक आँखा छलेको जस्तो नि बाँदरको। आज फेरि बिहानदेखि यस्तो घाम लागिरहेको छ, भदौरे घाम। ल हामीले चाहिँ 6वटा टिप्यौँ है। यो यत्तिकोसम्म राख्दा चाहिँ राम्रो हुन्छ, त योभन्दा धेरै चाहिँ फुटेर कमिला पस्छ क्या। ठिकै छ, यसमा ठिक्क भएको चाहिँ 6वटा। अब म अदुवा टिप्छु। आज सागसब्जीहरू केही टिप्दिनँ, खासै केही छैन। भिन्डी छ, भिन्डी हिजै पनि टिपेको है। अनि अदुवाको माउ निकाल्नु पर्यो आज। अनि त्यस पछाडि त्यसमा म मल पनि लगाउँछु क्या। ल अदुवा चाहिँ हाम्रो यता कुनामा छ। यहाँ लट्टीहरू हेर्नु न, बढेर आएर काटेर सबै फाल्नुपर्ने छ। अब यो भदौ अन्तिमतिर के अलि पानी कम्ती हुन्छ नि त, अनि सबै साफ गर्नुपर्ने छ। यो लट्टे सट्टेहरू है, यहाँ मुन्टा टिपेकै हामीले इस्कुसको मुन्टा। यो अदुवा यस्तो भइरहेछ यहाँ। अदुवामा त्यो रोपेको बेलामा चाहिँ के लायौँ हौ, मल पनि खासै लाएनौँ जस्तो लाग्छ। खोइ भिडियोमा हेर्नुपर्छ, लाएनौँ त्यतिखेर। के चाहिँ झिकेको थियो कि, अनि मल पनि नपर्ने भनेर खासमा। अनि अदुवा त यहाँ हल्लाल्थ्यो हुन्छ। अदुवा त मैले यो रोपेदेखि किनेको छैन है। यहाँ अलिक बाक्लै थियो र त्यही झिक्दै खाँदै त्यसरी नझिक्नु अरे भन्छ अदुवा। अब के स्टोरै गरेको जस्तो त हो नि। घारी हेर्नु न, यहाँ घारी भइरहेछ। ल अब अदुवाको हामी गर्छौँ। यहाँ अदुवा चाहिँ अनि के भइरहेछ क्या, एउटा यहाँ चाहिँ खास यो एउटामा चाहिँ हाम्रो काँक्रा थियो होइन, फल्यो काँक्रा त्यतिको फल्न त। अनि यहाँनिर हेर्नु न, त्यत्तिकै छेउछेउमा के गर्नु भनेर रोपेको अदुवाको फुल त यस्तो हुँदो रहेछ है। अदुवाको फुल, अदुवा हेर्नु न यहाँ, यो अदुवै त होला नि। यो कत्रो अदुवा भइरहेछ। ल अब अदुवा हुन त माउ त खासै त छैन, मैले झिकेर होइन। र पनि के कति छ झिक्छु। यहाँ गर्नुभन्दा त झिक्नु पर्यो है। कसरी झिक्ने केही आइडिया छैन। लाउनु चाहिँ अब बाक्लै लगाएको थियो, स्टोरै गरेको जस्तो। यहाँ यो जारहरू फेरि त्यस्तै
खेतीमा पनि रेखदेखै गर्न नसकिने भएछ। यहाँ छेउछाउको त मैले झिकिसकेको छु जस्तो लाग्यो। आउँदै आउँदै लैजाँदै यो फेरि अपराजिता छ नि जाई चाहिँ खुम्ले पनि रहेछ यार। यी खुम्ले यसले त फेरि सबै खतम पारिदिन्छ नि खाइदिएर। तपाईँको खुम्ले हुँदै रहेछ, सब खतम बनाउँछ यसले। यो चाहिँ पुरानो होला हेर्दाखेरि। हो यिनीहरू गल्छ नि त, गल्नुभन्दा त अब झिक्नै पर्छ। मैले त पोहोर त्यतिकै रोपेको कि अदुवा स्टोर गरेको जस्तो हुने रहेछ भनेर नि। यो पुरानै हो, उम्रिँदै रहेछ, कति धेरै होस् अब झिक्नुपर्छ। अनि मल चाहिँ मैले यिनीहरूमा खासै लगाएको छु जस्तो लागेको छैन रोप्दा पनि। आज चाहिँ म पत्कर सत्कर केहरू कौडङहरू हालिदिनु पर्यो। अनि अब फल्छ होला नि पछि। यो चाहिँ के हो, यो झिक्नै नमिल्ने रहेछ हौ, दुईतिरबाट आएको रहेछ। अनि होस् खोइ कसरी कताबाट झिक्ने हो। बाक्लै पनि यति बाक्लै उम्रेको छ। होइन यसपालि त रोप्दा त पातलै रोपेको थिएँ, तर मैले लगाएदेखि अदुवा चाहिँ किनेको छैन है। आयो सानो टुक्रा चुट्यायो लगो, चुट्यायो लगो। ल यो पुरानै आउँदै रहेछ है, आउनु त। यसरी यहाँ झिक्दै 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 लानु पऱ्यो, पखाल्नु पऱ्यो। यहाँ पानी चुहिने सजिलो। अदुवा चाहिँ राम्रो रहेछ नि त। पहिला हाम्रो उता गाउँदेखि तराईदेखि आउँदाखेरि चाहिँ यो चाहिँ गमलामा माटो हालेर राख्थ्यौँ क्या। पहिला डेढा आउनुहोस् त, माटो हालेर गमलातिर केतिर, नभए सुक्छ नि त। ल माउ माउ अरे माउ। यहाँ मैले धेरै चाहिँ झिकेर लगिसकेकै छ खासै। के किन्नु भने कुद्दै आयो हुने रहेछ क्या। गाइज नि तर हुने रहेछ। यहाँ त लगिसकेको खालिसकेको सबै चेक गर्दै झिक्छु है गाइजहरू। कुनै त भर्खर आउँदैछ मसिनो। खोइ पुरानो तान्दा फेरि नयाँ सबै भाँचिने हो कि भन्ने पिर पो भयो त। सबै हुने होला हौ, सबै छ्याप्पै मल लगाइदिन्छु नि म चाहिँ। आज चाहिँ हेरौँ यहाँभित्र पनि चाहिँ। यहाँ काँक्रा कि काँक्रा मरेकोहरू कि त्यत्तिकै थियो नि त हाम्रो। अदुवाको माउ झिक्न गाह्रो हुने रहेछ क्या। भाँच्यो त कतिवटा अदुवा त छोड्न नमिल्ने, खानु पर्यो। यो त ल भाँची नै दिए नयाँ हो कि पुरानो हो पनि पुरानै हो। ल ला उम्रिँदो रहेछ बिचरा भर्खर। होस् यता हड्डी पनि छ है, घारी भएर बसेर इस्कुस सबै चढिरहेछ है। खोइ सबै झिक्ने हो होइन केही थाहा छैन खासमा। ल यसो अदुवा रोप्ने पाहाडतिर घरले आइडिया दिए त हुने नि है। अस्ति त्यो भाइले भीम भाइले रोपिरहेको थियो हौ, भीम अफिसियल भाइले। कति के झिक्नुपर्ने हो अदुवाको थाहा नै भएन। यता भित्र चाहिँ अझै झिक्नुपर्ने छ। यहाँ चाहिँ अलिक पछि लगाएको है मैले यो चाहिँ, किनकि काँक्रा फलिसकेर अब चाहिँ काँक्रा नहुने रहेछ भनेपछि अदुवा हालिदिएको। तर यहाँ मैले ट्याक्की ट्याक भाँचेँ त अदुवा भाँच्यो बोटै। हेरौँ अब यहाँ चाहिँ अब छैन होइन। यहाँ बिचमा चाहिँ काँक्रा थियो हाम्रो, सुत्तै भएकोले गर्दाखेरि
छेउछेउमा अलिअलि मात्रै लगाएको थिएँ एउटा एउटा यसमा चाहिँ। अनि यहाँ चाहिँ काँक्राको मल पाएर हो नि त यो यस्तो भएको। यहाँ चाहिँ सबै काँक्राको छ क्या, यहाँ झिक्नु पर्ने होस् है, मल हुन्छ। यो सबै भाँचेको है, हुन्छ हुँदैन गल्दिएर राखेको मैले यहाँ ट्याक्कु ट्याक्कु भाँचे। यहाँनिर माउ त छ अदुवाको है। बच्चैसँग आउँछ कि क्या हो। यो हेर्नु न यहाँ कत्रो फलिरहेछ, यो माथिबाट हाल्ने बेला भएछ कि क्या हो। भाँच्यो होस्, अब म झिक्दिनँ होला। यहाँ हेर्नु त, यहाँ कत्रो कत्रो भइरहेको रहेछ। यहाँ त यो काँक्राको मल थियो नि त। अब यहाँ भोलि पर्सि छानेर झिक्छु ल, हजुरहरूले भन्नुहोस् है, सबै झिक्ने हो कि के हो। हुन त पोहोर पनि रोपेको थिएँ मैले, झिकेको थिएँ जस्तो लाग्छ। पछि गरौँला, मल हालिदिन्छु अहिले, अझै पछि गर्दा हुन्छ होला। यो ठाउँ त यहाँ त मैले ढिलो रोपेको, अस्ति भर्खर किनेरमा चाहिँ रोपेको हो नि त अगाडि नै। यहाँ त बाक्लै भएर उम्रेको छ कि, यहाँ के चाहिँ तान्नै सकिनँ। ऊ त्यहाँ पर रहेछ, तान्छु। अनि यो यता अनि हेर्नु न, यो यता चाहिँ आधी चाहिँ राम्रो भएन, खोँडे नै भयो। ऊ पर हेर्नु त, खोँडे आधी चाहिँ खोँडे नै भयो, किनकि यहाँ इस्कुसको घारी भएर क्या। अनि मैले अस्ति अदुवा झिकेर खाइ पनि दिएको है। यहाँ अदुवा भएर चाहिँ अदुवाहरू यहाँ हाल्ने बेला भएछ। पोडिङ मिक्सहरू अदुवा माथि माथि आइरहेछ। यदि तान्दै गले अब अलिअलि मल लगाइदिन्छु। के गर्ने हो है, यो धुन्छु यहाँनिर क्या। यहाँनिर सबै आइरहेछ अदुवाहरू चाहिँ, मल लगाइदिनु पर्यो छ्याप्पै। यहाँ आधी भाग त छैन राम्रो, सबै इस्कुसले उ गरेर क्या। यो धुन्छु पहिला, धुन्छु अनि अलिकति त्यो काउडङ पुरानो छ त्यो लगाइदिन्छु। यसो लिफमोट सिपमोट के छ, किनकि पत्ता माथि पुरा अदुवा रोपेको देखेँ क्या मैले, त्यो भीम भाइहरूले पाहाडमा, भीम अफिसियल भाइहरूले। पात चाहिँ पुरा अब राम्रै पनि हो नि त। मेरो पनि अलिअलि पात छ नि, यो त कहिलेको पात हो, पहिलाकै पात सात होला। अदुवा चाहिँ मजाले धोएर सुकाउनु पर्ला। हालिदिएको चाहिँ ठुल्ठुलै हो नि। अदुवालाई पनि सुकाउँ, योसँग सुक्छ नि यहाँ अदुवा। यति अदुवा झिकेँ, अझै यति त निक्लिन्छ होला। यहाँ जति ल्याएको छ नि मैले त्यति निक्लिन्छ होला। यिनीहरू त पानी पनि हुन आँटिसकेछ, भने मतलब पच्न आँटिसकेछ हौ। बाक्लै भएर मलाई झिक्न पनि गाह्रो भयो। त्यही गर्छ, हेर्छु झिकौँ कि नझिकौँ भनेर सोच्छु क्या। मैले चाहिँ अदुवा धेरै झिकिनँ है, हजुरहरू भन्नु सबै झिक्नुपर्छ भने भोलि पछि म सबै झिक्छु। अहिले झिकेको भन्दा धेरै नै हुन्छ क्या। अनि यहाँ चाहिँ मैले यो पुरानै हो है, यो अम्बकको पातहरू सबै गरेर चाहिँ पानी पसेछ बाल्टिनभरि। अलिकति मात्रै ल्याएँ, काउडङ लगाइदिन्छु। ऊ त्यो पर त मल धेरै नै छ त्यहाँनिर चाहिँ, किनकि मैले काँक्रा रोपेको थिएँ नि त। ल यो पुरानै हो, बाल्टिनभरि पानी पसेर क्या। अम्बकको पात सात यो सबै झिक्नुपर्छ नि भन्नु होला, म सबै झिक्छु। बोट पनि पडाक 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 गयो क्या, भाँच्यो। पानी पसेर बाल्टिनभरि फेरि हाम्रो यस्तो खतरनाक भइरहेछ क्या यहाँ। ल यहाँ पर फेरि यत्रो ठुलो देखिरहेछ अदुवा नयाँ। लु सबै पानी पानी पसेछ कि। मलै बनाएर राखेको थिएँ कि अम्बकको पातहरू। यहाँ चाहिँ हाम्रो यो काउडङ किनेको काउडङ छ, अलिअलि लगाइदिन्छु म। हुन त मल्लो मल्लिलै छ यिनीहरू, र पनि पछि ठुल्ठुलो फलोस् न होइन भनेर। लु सबै यसरी मल हालिदिन्छु क्या, अनि पो फल्छ त होइन, नभए कसरी फल्छ। मलाई नलाई कसरी फल्ने त होइन, मलाई नलाई मल लाउनु पऱ्यो नि।
यहाँ पनि निक्ली पनि रहेछ क्या अदुवा माथि माथि लु मलले नै पुरिदिने नयाँ अदुवा निक्लेको हो त्यो यसरी मलले पुरेपछि त अवश्य नै फल्छ होला लु यता माथि माथि निक्लेको हेर्नु न अदुवा चाहिँ यसरी छ्याप्पै पुरेपछि त फल्नु पर्यो होइन खै मल लगाइदिए हाम्रो यहाँ माथि रातो चाहिँ मैले पहिला लगाएको थिएन नि त पोहोर लगाएको पोहोर चाहिँ एउटा फल्यो है अहिले फलिरहेछ ए फुल खिलिरहेछ हेरौँ अब कतिवटा बस्छ अनि यहाँको एउटा चाहिँ हुन त पहेँलो पहेँलो भइरहेछ र पनि उसले राम्ररी भएको छैन यसलाई 2 दिन पछाडि टिप्नुला अनि यो ल एउटा छिप्पिएर क्या कहाँ पो छ हो लु म मेरो त्यो तामासँग मिसाउँछु हेर्नु यहाँ छिप्पिएर ल हो अदुवाहरू पनि सुक्यो मजाले घामले एकछिन मल लाउँदैमा सुकिहालेको हेर्नु न अदुवा त्यहाँ योभन्दा धेरै छ अदुवा चाहिँ झिक्नु पर्ला भोलि पर्सि फेरि बाक्लो भएर नि ट्याक 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 3-4वटा त नयाँ बोटै भाँच्यो क्या ल है हाम्रो कौशी खेतीको चाहिँ यो ड्र्यागन फ्रुट अदुवा हेर्नु न घाम चर्केर बिहानै भरे चाहिँ फेरि हाँडी घोप्टे पानी पर्ला के अरे आरी घोप्टे यस्तो घाम चर्केर हेर्नु त यसो टिप्न पनि टिप्दा पनि यति साह्रो भएको क्या मलाई पसिना आइरहेछ कौशी खेती गरेपछि यसरी खान मिल्छ के भन्ने त है आजलाई चाहिँ यति नै सागसब्जीहरू खासै त्यति छैन पनि टिपिन पनि अनि हजुरहरूलाई मेरो यो कौशी खेतीको भिडियो के कस्तो लाग्छ कमेन्टमा लेखिदिनुहोस् लाइक पनि गरिदिनुहोस् मन परेमा सेयर पनि गरिदिनुहोस् कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् अनि यति नैसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच बाई बाई टाटा